लाली गुराँस ल बाई चान्स देख्न पाइएको कि हो। नमस्कार सबैजनालाई। आज आमा दाई म भएर पोखराको अन्नपूर्ण केबल कार चढ्न गइरहेका छौँ। हामी पुग्छौँ त्यो माथि देखाएको भवन केबल कारको चढ्ने ठाउँ रहेछ। यो सिडी चढ्न एकदमै गाह्रो भएको थियो आमालाई। वेलकम, थ्याङ्क यू। ल मम्मीलाई त डिस्काउन्ट रहेछ नि 50%। यो रहेछ है टिकट। ल हाम्रो कति रकम 700 700 पर पर्सन। आमाको 350। भवनभित्र छिरिसकेपछि पनि यति धेरै घुम्ती 3-4वटा घुम्ती थियो। एकदमै लामो थियो, कतै पनि लिफ्ट थिएन। फेरि पनि हिँड्न नसक्नेहरूको लागि यो एकदमै गाह्रो छ केबल कारसम्म पुग्नको लागि। केबल कार पुग्ने बेलामा टिकट चेकिङ हुँदो रहेछ। हामी टिकट चेकिङ गराएर यहाँबाट अगाडि भित्र गयौँ। त्यसपछि रेडी थियो केबल कार चढ्नको लागि। मानिसहरू त्यति धेरै थिएनन्, त्यही भएर केबल कार पनि खाली खाली थियो, जसले गर्दा हामीलाई कुर्नु परेन। सबैको ट्याक्क आउँछ किनकि क्यामेरा फर्किदिने क्या। ट्याक हो। ट्याक्क लौ यहाँ अब के हेर्नु यहाँ। ल सुति ल सरङ्गट। ल कहाँको टावर हो? त्यो मेथलाङ भन्छ क्या, म अहिले त्यो ठाउँको नाम चेन्ज गरेको। मेथलाङ हो, त्यही हो मेथलाङ हो। मेथलाङको डाँडा भन्छ कि। हिँड्न पाइँदो रहेछ। यता फर्किन्छ। ज्येष्ठ नागरिक यता फर्किनु। बुढलाई गर्मी चाहिँ भएछ। यो त खाली आएछ नि, कस्टमर नभएर। खाली खाली नि हो, मान्छे कहाँ चलाउनु त गर्नु पऱ्यो भनेर विरोध गऱ्यो भने त्यो जमाना है। यसलाई यति पैसा दियो उति पैसा भयो भनेर तर यिनीहरूलाई फेसिलिटी केही न केही चाहिँ छ होला, दिँदै पर्छ कि। यो चाहिँ हक लाग्छ क्या यस्तो चिज भयो। डरेर भने त्यो चेन्ज हुँदैन, फुल चेन्ज हुँदैन। हेर्नु अब हेर्नु पोखरा बजार हेर्नु त जति सानो सानो देख्दै गयो पुरा हो। तल हेर्नु न, अब खाली लाग्दो रहेछ। हेर्नु त तल तल हेर्नु न यसो स्याट्टै तल 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 क्या, तल सुन्नु घुमाउँदैन त नि म। त नि त्यही घुमाउने त रमाइलो हो त नि। यो डरलाई नजिकबाट के हेरेको होइन त नि। हिँड्ने पुरानो बाटो नि रहेछ अझै सेफ। पुरानो बाटै कस्तो बाटो रहेछ। हाइकिङ गर्न त रमाइलो रहेछ त। अहिले नि हिँड्दो रहेछ नि। बाटो क्लियर छ नि त। कस्टमर योपालि हामीले अलिअलि पनि तलब खानी बनाइदिएछ तिनीहरूको। यस्तो देखिँदो रहेछ है तर्साउँदो रहेछ नि त गुरगुर गर्दा त।
नि है यही हो त्यो गोलीबारी हेर्ने यही हो यही हो अनि त तर्सिएमा बोर गर्दा तर्सिनु पर्दैन त धेरै नै बाटो हो राम्रै रहेछ ठिकै रहेछ केवल कारभन्दा छोटै होला यो है छोटो सडकबाट जाने है नाउडाको जाने बाटो होला नि अब त अब अनि सङ्गत जाने माथि जाने सङ्गत जाने बाटो आमा ए हो मोटरबाट आउँदा यता तोरीबारीको बाटो हो कि हिँड्नुको लागि चोरी खाने सामान ल्याउने लैजाने पनि व्यवस्था रहेछ नि त सबै है अवस्थामा त यस्तै थियो नि त तर पहिला त अहिले अहिले पो क्लियर हो त्यो गर्दा नि दिल खुस हुन्थ्यो नि पहाडहरू त खतरा पहाड है हो यस्तोमा त्यो रक क्लाइम्बिङ बनाइदियो भने चल्छ क्या खासमा डोरीहरू स्मार्ट स्मार्ट राखिदियो होइन धेरै बाटो आएको मान्छेको बल छैन बस छैन यो बाटो समय लाग्छ पहिला क्या यी घरका त यति जाने त हो नि ऊ त्यो चाहिँ हेलिकप्टर उस रहेछ गाडी रहेछ हेलिकप्टर फेरि यहाँ कस्तो हुँदो रहेछ म देखाइदिन्छु है सोल्टा सोल्टीहरूलाई कडा दिन्छ नि ए यता यस्तो बाटो यो बाटो अनि त्यही त हो नि बाटो तलको बाटो हो क्या हामी जाने त नौरा निस्किने ए होइन यो बाटो नाउडा निस्किने बाटो यो हो बिन्दवासिनीबाट उक्लिएपछि नाउडा निस्किन्छ होइन ए कुन सजिलो हो खास बाटो यो उताको सजिलो हो नि हो र टन्नै रहेछ टन्नै सरङ बोट भयो सरङ गेट छोडिरहेको घर त्यो मन्दिरभन्दा तल हो यो हो हो कति ठुलो मन्दिर के को बनाएछ हनु यो फेरि त्यहाँ खतरा मन्दिर छ नि त्यो त्यो गणेशको मूर्ति बनाएछ अहिले शिव मन्दिर भन्ने सुनिसकेको मैले गणेशमा त्यो भित्र योभन्दा ठुलो होला नि त फेरि बाहिर त गणेशको राख्छ हो त्यो झरी ठाउँमा आयो उही घाट एकछिनपछि कति बजीसम्म आउनु हामी जति छ खरिदारी 5 बजीसम्म 5 साढे 5 बजीसम्म जति बेला आयो नि भयो पिङ खेल्ने यहाँ रहेछ है म त अब हिँड्न सक्दिनँ है हिँड्न सक्नुहुन्न अब हामी रुफ हेरिदियो तपाईँले के त्यो एउटा हिंसा पुगिन्छ है ए आँटेर पर्दैन कोही बात नै ल मैले प्यारा हेर्छु नि त्यो चिज त्यो देखाउनु पर्ने बेला फेरि म त हेरेर हेर्छु त्यस्तो चिज हो नि धेरै अप्ठ्यारो आउँछ नि त ल
ऊ त्यहाँ खिचौँ लामो कति लामो साइक्लिङ यहीँसम्म ए यति मात्रै हो कमल यहाँ फोटो खिचौँ न ल 20 मिनट भन्दा धेरै लाग्ला धेरै लाग्ला कम लाग्दैन उकालो छ भने त जानु नि पऱ्यो नि त्यही जाने होइन उकालो जानुपर्छ यहाँ उकालो नै चढ्नुपर्छ। जानै चढ्नुपर्छ के हाइटमै पुग्नुपर्छ नि त टपबाटै हो केबल कार वरिपरि एकछिन घुमिसकेपछि हामी त्यहाँ सरङकोटबाट हेम्जातिरको भ्यू हेर्नको लागि भन्ज्याङ रेस्टुरेन्टतिर गयौँ जुन त्यहाँबाट हिँडेर लगभग 15-20 मिनट लाग्दो रहेछ फेरि पनि आमालाई हिँड्न गाह्रो भइरहेको थियो तैपनि हामी सुस्तो गर्दै भन्ज्याङ रेस्टुरेन्टतिर अगाडि बढेका थियौँ त्यसपछि बोकाउँला जग्गा भाडा लिइदिने हो राम्रो प्लट भाडा भन्ज्याङ भिलेज गाइज ओपन त्यहाँबाट भ्यू हेरौँ पहिला त्यहाँ बस्नु के बवाल गर्छ के लफडा पऱ्यो होइन भ्यू यो रेस्टुरेन्ट साँच्चीकै आकर्षक रूपले बनाएको रहेछ पुरानो मोडलको घुमाउरो घर ढुङ्गा माटोले बनाएको यहाँबाट हेम्जाको सिन र हिमालहरूको सिन असाध्यै रमणीय देखिएको थियो बस्नु नै कति धेरै देखिएको हुन्छ है घाचुक लाचुक यता चिकिन्न यता त्यो भलाम भयो यतापट्टि लामा चर भयो रुम चर यतातिर हो तपाईँ हिँड्नु सक्नुहुन्न के अर्डर गर्नु पऱ्यो भने माग्नु पऱ्यो एकछिनमा मागे नि हुन्छ हामी योभन्दा पनि माथि झनै टप रहेछ जहाँबाट झन् राम्रो दृश्य देखिने भएकोले गर्दा हामी दाइ र म आमालाई त्यही राखेर रेस्ट गर्नको लागि दुईजना मात्रै उकालो उक्लियो कता जस्तो लाग्थ्यो हामी त सरङकोटमा आछौँ त त्यति र नभन्दै माथि पुगेपछि साँच्चीकै रमणीय दृश्यहरू थियो भन्ज्याङ भिलेज जिप लाइन त्यो चढ्ने कति मिनटमा हुन्छ होला है यहाँ जिप लाइनको ठुलो रहेछ त भवन त्यो दुइटाको एउटै हो के फरक फरक हो
अनि तलबाट पिकअप गर्ने पनि रोडमै होला चारैतिर हेर्नको लागि एकदमै रमणीय ठाउँ रहेछ यो ल गाइस जिप लाइन रहेछ यता हामी केबल कारबाट यहाँ भन्ज्याङ भिलेजसम्म आयौँ माउन्टेन कस्तो देखेको राम्रो देखेको है राम्रोसँग खिच्न एलके हो ल पढायो ल हेर्छ एकचोटि फेरि मिलाउनु पर्छ कडा आयो भने लाली गुराँस ल बाई चान्स देख्न पाइएको हो कि यो फेक लाली गुराँस यस्तो झुकाउने मान्छेलाई लाली गुराँस भनेर मक्क परेको त सबै फेक लाली गुराँस रहेछ है गाइस रुख चाहिँ ओरिजिनल रहेछ होइन रुख चाहिँ ओरिजिनल फुल चाहिँ यहाँ लाली गुराँस फेक हो झुकेर टिप्नु होला फेरि लस्सी खानुहुन्छ लस्सी मिठो न के खानुहुन्छ चिया खानुहुन्छ भाइ के छ त नि खानेकुरा ल तिम्रो स्पेसल छ पेरी पेरी छ बार छ अब के मान्ने अरू भाइको नाम बारको नामै छैन नि त नि आफ्नो नाम जोडिदिनु पर्छ नि त अगाडि कि यो यही भित्रको बार पर्छ यही भित्रको बार हो यो भाइ ज्यादै नै रमाइलो थियो हाम्रो खाजा एकछिनमा आइपुग्यो हामीले खाजा खाएपछि हामी घरतिर फर्कियो धन्यवाद अहिलेसम्म ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू